Hello everyone, let's go to have my favorite Chinese food after college. यो दिन चाहिँ मेरो एउटा मात्र क्लास थियो कलेजमा. मेरो क्लास चाहिँ 1 बजेदेखि 4 बजेसम्म थियो अनि बिहान चाहिँ मैले लाइट ब्रेकफास्ट खाएर कलेज आएको थिएँ. क्लास सकिदासम्म त मलाई भोक लागेर कस्तो भइसकेको थियो. यो ठाउँमा चाहिँ म मल्टिपल टाइम्स आएको थिएँ चाइनिज नुडल्स खानको लागि. स्पेशली यहाँ चाहिँ ह्यान्डमेड नुडल्स बनाउँछ. मलाई चाहिँ भेजिटेरियन वाला खानु मन पर्छ किनभने मलाई अलिकति अरू मासुहरू गनाउँछ जस्तो लाग्छ कि अनि त्यही भएर म खादिनँ. यो भेजिटेरियन भए पनि यस्तो मिठो लाग्छ यो सुप लाइट छ अनि यस्तो मिठो लाग्छ नि यो ह्यान्डमेड स्पेशली यो नुडल्स. अनि यो डम्पलिङ्स पनि मलाई राम्रो लाग्छ प्यान फ्राइड वाला अनि अलिक खाना लायककै हुन्छ कि त्यही भएर पनि मन पर्छ. अनि यो नुडल्स ओ माई गॉड कति ठुलो पोर्सन दिन्छ अनि नुडल्स त यस्तो मिठो लाग्छ मलाई. पेटै खाइसक्दा त टम्म हुन्छ के अनि र पनि खान मन लागिरहेको हुन्छ. अनि यो नुडल्समा भएको सबै भेजेसहरू पनि म सबै खान्छु. प्रायः टमाटर पनि काटेर चप गरेर राखेको हुन्छ हैन अनि अरू कति भेजेस हुन्छ म सबै खान्छु. चाहिँ म घरमा खादिनँ तर यहाँ चाहिँ म यस्तो सबै चिजै खान्छु कि अनि मलाई यस्तो मिठो लाग्छ. स्पेशली यो नुडल्स अनि सुप त यस्तो मिठो हुन्छ कि त्यहाँ राखेको सबै कुरा मिठो लाग्छ कि त्यही भएर. अनि बस्ने ठाउँ पनि मैले ठ्याक्क झ्यालछेउमा पाएको थिएँ अनि बाहिरको भ्यू पनि कति राम्रो थियो अनि घाम पनि आइरहेको थियो अनि मलाई कस्तो न्यानो फिल भइरहेको थियो अनि तातो खाँदै म इन्जोय गरिरहेको थिएँ. यो नुडल्स चाहिँ मलाई यही खानुपर्छ एभ्रीडे भन्यो भने पनि म खान्छु होला क्या. मलाई त्यस्तो मिठो लाग्छ. यति धेरै पोर्सन लगभग खाइसकेको हुन्छ मैले लास्टमा तर मलाई चाहिँ केही रिग्रेट फिल हुँदैन किनभने यो हेल्दी टाइपको छ नि त.